हाम्रो चाहिँ यात्रा होइन कता खाले भन्छ अक्कुबक्कु टोलेर ड्रोन त यस्तोमा के हुसुमा त के ठिक हुन्छ र ड्रोन ठिक होइन पछि उडाउने घरमा त चार्जै गरेको छैन त्यो पनि अब बिहानै नआएर नि त कपाल सुकेको छैन यस्तो गाह्रोमा होइन नि तातो पानी तताएर बजार हिँडेको छैन हजुर हजुर टोलीहरूलाई पर्खिँदैछु आउँछ भनेर कतिखेर पुग्ने यही 10 दिन लागिसक्यो अनि ढिलो के गर्दा गर्दा ढिलो के अबेला उठिन्छ 8 बजीतिर अनि होइन 12 बजी जस्तै पुगिन्छ कि भन्ने 2-3 जना आउँदैछ 4 जना आउँदैछ त्यही भएर उति आइपुग्यो होला डाँगा चाहिँ कता जाने जम्बो टोलीहरू त्यहाँदेखि निस्केको टोलीहरू यता यता हो हाम्रो टोलीहरू ल है उकाली लाग्यो भर्नागीदेखि हाम्रो सिन त बवाल छ नि हौ त्यो दामी छ सबै उसिँदै छेकेर ल हामी उकालो लागिँदैछ अम्लाले बुढी अम्ला चलाउने स्टार्ट बन्द गर्दा स्टार्ट 220 को 220 को त्यस्तो हुन्छ होइन उयसको हुँदैन एक्सआरको हुँदैन मलाई त हाम्रो भ्यू यस्तो छ कहाँ आइपुग्यौँ डाँडामा आइपुग्यौँ अझै हामी टेम्की पुग्नु अझै बाँकी छ हाम्रो होइन उकाल्यो यो भर्नागीको उकालो निस्किँदैछु अब हामी लास्टमा ठ्याक्कै हिँड्नु नसकिँदो रहेछ हौ यहाँ त बाटो राम्रो हुन्छ तर दाजु भतिजाहरूसँग यसो भान्जोहरूसँग हिँड्नु बेग्लो मजा तर हिँड्नु नसकिँदो रहेछ ल सास बढाएर तर हुन्छ हाम्रो भर्नागी हामी निस्किनु पर्ने माथि दृश्यहरू यस्तो छ घरहरू रूपाथुम्कीतिर निस्किन आँट्यो हाम्रो टोलीहरू पर हिँड्दैछन् मासतिर धुपीहरू र फेरि एकपल्ट 360 को भ्यू यस्तो छ है ल टोलीहरू हामी माथि निस्किन आँटिसकेको छु हुसु लागेर त आउनु जम्मै पसिना पनि निस्किँदैछ जाडो पनि हुँदैछ यो त के लाग्छ म त जाडो पनि भयो
पसिना पनि फुकिँदैछ यस्तो छ होइन धेरै ल हाम्रो टोलीहरू यस्तो छ यस्तो छ कान्तीहरू कान्तीहरू यस्तो छ हाम्रो टोलीको हुसु लागेर है यसो छ हाम्रो टोलीहरूसँग यस्तो छ हाम्रो टोलीहरूसँग है कस्तो किन खिचेको साह्रोले हाम्रो अरू टोलीहरू बाँकी छ हाम्रो जडा भाइ टोलीहरू भिडियोहरू यो भिडियो 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 हो मेरो 18 सेकेन्डको ल भयो यस्तो छ हाम्रो होइन बजार अन्धारीको के अरे हाम्रो टेम्कीको सरी टेम्कीको बजार है यसलाई चाहिँ घोडा भन्छ होइन घोडा यता हाम्रो जेठा दाजु यता म होइन यस्तो हुसु लागेर यस्तो छ प्याक छ हुसु लागेर झाडो छ बजारको किनमेलहरू धेर छैन आज अब प्याकी भयो नि त होइन अब योजन हारेर ऊ केटा दुग्रुँदैछ बियोस भएर बस्दै खाँदैछ केटो बियोस भइरहेछ केटो अनि अब सञ्जित भान्जाको कहाँ अन्डा त खाएर जानु पर्यो नि त भान्जो भान्जो म त्यस्तै हुन्छ के पैसा होइन नि अनि बोक्ने मैले त्यसै त अनि मैले त्यो दाजुलाई अनि दिइहालेको देखिनु भएन म पनि फुर्मासे छु नि त म त्यस्तोमा हान्दिनँ कि खानु चाहिँ म फेरि डराउँदिनँ अनि त फेरि केटाहरू त्यता सबै त भेट तर मैले किनेको होइन तिनीहरूले सबै गर्यो अनि म चाहिँ डर लाग्दैन कि अनि त्यो भएर ज्यादा अब खर्च हुन्छ नि त अनि त्यो अनि 19,000 बोकिरहेछ है अनि 19,000 अनि खाइयो भने त अनि गाह्रो हुन्छ त अनि त्यही भएर नबोकेको मलाई पुग्यो है यति बेला त्यहाँ ड्रोन बोक्नु भयो यस्तो रड लगाएर बोकेर जङ्गलभित्र खेलाइदियो पिसाब गर्दैछ होइन माथि यसबाट त त्यसमा त ठोकिजान्छ नि मलाई त ठिकै भयो किन बाउलाई 1500 मागेको कहिले दिन्छस् भनेर भन्दै थियो काम गरेर दिन्छु भनेर भने है अनि माथि मसँग पर्समा 300 रुपियाँ थियो त्यो 300 रुपियाँ तलै हिँडी गयो अनि दिदीलाई 1000 रुपियाँ मागेको थपक्क दिइहाल्यो 1000 खाइयो सबै खाइयो भनौँ न 500 मात्रै छ कहाँ चाहिँ खान ल ऊ जीवन दाजुसँग सबै खेल्ने जाउँ न भन्दा नमान्ने जीवन दाजु एक्लै टुक्कै बसिराख्नु भएको छ होइन अनि त्यो भन्दा के त अब दाजुभाइ मिल्यो सुरुमा भुन्डेर अन्डा बजाइन् अनि ओहो यसले त मलाई बोलाउनु
अनि यसले त पुग्दैन भने माथिको टोली गरेर बोलाउँछ कि अनि यसले त ओहो भएन भनेर अनि खुकुरी हानौँ भनेर भनेको खुकुरीले त मार्छ केटा यो त खानु सकिँदैन अनि खुकुरी खुकुरी थियो त 600 किन क्वार्टरको उयो के अरे हाफको क्वार्टरको 600 थियो त त्यो डाइस खेलेको थिएँ यतापट्टि के दाहिनेपट्टि ए देब्रेपट्टि कहाँ खुकुरी थियो त अन्त खुकुरी चन्द्रमा डल खोलेछ नि त हामीसँग त दुरे म बसेँ नि त तपाईँहरूसँग झर्दा चाहिँ उ भएर त्योसँग म चाहिँ यस्तो मात्रै खान्छु तँलाई ठुलै खान्छस् त्यही मैले त्यही भनेर गरिरहेको अनि के को अनि खुकुरी खानु खुकुरी हानौँ अनि स्याउ लगेर एउटा स्याउ खुवाइदिए खुकुरी हानौँ भनेको आफ्नै साथीहरू केटाहरू कत्रो बेउ खान्छ भने हुनु पनि स्तरै पनि ठुलो बनायो नि त तिनीहरूले यही स्तरीय यत्र गर्ने स्तर केटाहरू पछाडि त को पो छ पछाडि को छ मान्छेहरू होला तर पस्नुपर्छ होला है आफ्नो टोलीहरू चाहिँ कता कता छ है अगाडि छ सबै सबै हो अरे रमेश छैन अगाडि लाग्यो यो जनसँगै होला अर्जुन र निमार त अगाडि गयो त अनि पैसा चाहिँ अनि छैन अब के खानु तल गएको ऊ भान्जा अघि देखिसकेको त 3000 त अनि हामीले सकिहाल्यो मैले 5000 दिएको अनि 3000 सके अब 2000 त पनि सक्नु सकौँ त पनि अनि उयो त्यति पनि अनि 1000 रुपियाँ पनि खाजा नखाइकन त के गर्नु अनि 1000 रुपियाँ त ऊ त केटाहरूले त्यसरी भनेन खाएको छैन नि हामी त यो जनेले ऊ त्यत्तिकै ठेला बरु यो जनेलाई बरु सुरुकै लट भिजाउनु पर्ने थिएछ केटालाई यो जनालाई 500 त रहन्थ्यो नि त खाइन्थ्यो 4000 दिइ पठाइदिएको हुन्छ मलाई 5000 मेरो त अब 2000 मात्रै बाँकी रह्यो सकिन 3000 त पहिले चाहिँ मैले ड्रेसमा हानि पठाएको थिएँ अनि कति 1000 बाँकी थियो 500 म चाहिँ त्यही भएर फेरि अनि फर्केपछि पर गाँठे 50 रुपियाँ राखेको 25 25 पर त्यो छक्का निक्लिने फेरि बाजेले पनि म जहाँ राखेँ इँटामा राखेँ इँटा फेरि छक्कै निकाल्छु फेरि सकिन्छ र हजुर अनि इँटा र पानामा फेरि खाँदाखेरि त 25 मात्रै पर 18,000 जति हुँदा चाहिँ 3 चोटि यतापट्टिको त्यो बिल गरेको हाम्रो भाइहरूमा 3 चोटि चाहिँ डबल र टिकट पारेको अलिकति उसेको फर्केर त 11,000 अनि यो तिरमा गर्दा 3,000 तिरमा गर्दाखेरि 11,3 14,000 भिडियो नखिच्नु होला होइन त्यो त फोरमा त ऊ हो क्या बरु 12-13,000 खाले 1000 चाहिँ 12-13,000 खेर पनि छैन होइन झर्ने सकिएन ल अब हामी चाहिँ ट्याम्केबाट ल फर्काएँ हाम्रो केटाहरूको होइन केटाहरू यो झन् कति हजार हान्यो अरे 10 रुपियाँ मसँग उब्रेको छ है पैसा हो आफ्नो चाहिँ मोबाइल 10 रुपियाँ कति हजार निकालेको अरे होइन यहाँनिर साइडमा होला कि यसको होइन उयसको पेनकोमा त लु जाउँ न त लु सुसु जाउँ हिँड ल केटा सँगै लु हिँड कन्फर्म ल ल हेरिका हामी झरिँदैछ टेम्केको बजार भरेर होइन हाम्रो वाह खनिया खर्कको टोली क्या विशाल छ होइन होइन वाह सङ्घीयले भनेर कन्फर्म वाह खनिया खर्कको टोली क्या विशाल छ छोराछोरी केही ल्याइएन औ मनकुमार दाजुबाट लानुपर्छ मैले बोकेको छु नि चक्लेट छ त चाहिँ किनिस् यहाँ न यसले किनेछ है ल ठिक छ स्याबास हो नि त खोइ चक्लेट कस्तो अरे स्याबास केटाकेटी लगायो नि त
व्यवस्था गरिहाल्नु पैसा चाहिँ 10 रुपियाँ पैसा त के 10 रुपियाँ के हो सर है अनि चाहिँ भएको जति अनि तँलाई कतिको सलेनीबाट अनि सानो सम्झाएको यसलाई यसको बाइक बनाएर आउँदाखेरि होइन है केटा अब अर्को पालि जाँदाखेरि चाहिँ खर्च गर्नु हुँदैन है त्यसरी डाइस हान्नु हुँदैन भनेर भन्यो फुफुल 1000 रुपियाँमा आएर हान्ने होइन उजीमा कति छ अनि यस्तो तरिकाले हुन्छ त फुफु लागिन्छ त ठ्याक्कै अब निन्द्रा मलाई भयो त एक हप्ता निन्द्रा 1 महिना निन्द्रा लाग्दैन भरे चाहिँ बचाइन्छ हो यसो गर्नु हुँदैन व्यवहारिक व्यवहारिक मान्छेहरू यस्तो मलाई आमाले थप थिएन के भन्नु थियो कहिले बेला खान्छ र अनि सानो हाम्रो त ल हामीले त कहाँको पाएको 2000 त्यहाँ 1000 त्यहाँ सकियो होला 1000 रुपियाँ छ मन खानु सब कसो भयो त शिवमा बाँडेर रमाउँछ भन्दा मैले त नखानु भन्दा भन्दै थियो मैले हिँड भनेको मन्दिरमा हिँड बल माग्नु भनेर भनेको त मेरो 25 मा परेको थियो यार ट्राई गर्दा छक्का छक्का आउँछ 25 ट्राई गर्यो इच्छा थियो आएर मलाई 2000 पारेकोमा फर्के